बालबालिकामा देखिने अटिजम रोगलाई कसरी परिभाषित गरिन्छ यहाँले? अटिजम भएका बालबालिकामा सामाजिक व्यवहार संसार अनि सामाजिक संसारमा चाहिँ प्रब्लम हुन्छ। यस्ता बच्चाहरू एकोहोरिने, एकोहोरो टोलाउने, कसैको वास्ता नगर्ने, त कुनै चिज खेलिरहेछ भने कसैले इन्टरप्ट अथवा कसैले उ गर्यो भने पनि त्यो रिसाउने, झिझिने, हैन, त्यसपछि आएर सुत्ने, एकदम अनौठो व्यवहार देखाउँछन्। हो, यो नै अटिजम हो। अनि यो अटिजमको लक्षण चाहिँ युजली बच्चाहरू, सानो बच्चामा त थाहा हुँदैन, देखिने भनेको कहिले 2 वर्षपछि। अब हजुरले एकदमै यो पनि एकदम महत्त्वपूर्ण कुरा हो। अटिजमको कसरी पहिचान गर्ने भन्दा अघि नै मैले भनिहालेँ, लक्षणहरू उसले देखाउने सुरुमा लक्षणै हो। लक्षण देखाएर अहिले भनेको जस्तो एकोहोरो हुने, बच्चा एक्लै ठाउँमा आफ्नो एउटै चिजमा मात्रै खेल्न रमाउने, कसैको वास्ता नगर्ने, टोलाउने, अथवा कहिले कहिले एकदम हाइपर एक्टिभ हुने क्या, चाहिने भन्दा बेसी एकदम चकचक गरेको गरे, यो यहाँ छैन, एउटा सामने यहाँनिर छुवा छ, एउटा गरेको दगुरेर अर्को ठाउँमा गएछ, अर्को ठाउँमा गएछ, अर्को ठाउँबाट फेरि अर्को ठाउँमा पुगेछ, यो तपाईँले कन्ट्रोल गर्न नसक्ने। उपचारको कुरा गर्दै गर्दा अटिजम लागेको बालबालिकाहरूको उपचार प्रक्रिया कस्तो हुन्छ? यो पूर्ण रूपमा निको हुने हुन्छ कि हुँदैन? उपचार भनेको हेर्नुहोस् सर, अब यो पनि एकदमै मान्छे अभिभावकहरूले पनि धेरै प्रश्न हुन्छ, मेरो बच्चालाई अटिजम छ भन्नुभएको छ, यसको उपचार के भन्नुहुन्छ? उपचार भनेको केयर, प्रोपर केयर र उसको फिजियोथेरापी, रिहेबिलिटेसन भन्छौँ हामीले, त्यो नै हो। सामान्य बच्चाको रूपमा फिर्ता ल्याउन सकिन्छ त्यो समस्याबाट? उसलाई फिजियोथेरापी छ नि, उसलाई जस्तो कुनै बच्चा बोल्दैन, अटिजम भएको बच्चाहरू बोल्दैन, उनीहरूलाई स्पिच थेरापी दिने, होइन, उनीहरूसँग अटिजम भएको बच्चाको उपचार गर्ने भनेको आमा बाबुले सिकेर, घरको कुनै प्यारेन्ट्सले आफू फुल टाइम त्यही बच्चालाई दिएर, होइन, उसको सामाजिक एक्टिभिटीहरूलाई भयो, उसको व्यावहारिक एक्टिभिटीहरू, हरेक चिजलाई चाहिँ उनीहरूले फुल टाइम दिएर, हामीले फिजियोथेरापी भन्छौँ अथवा थेरापी भन्छौँ, त्यो पुरै सिकेर, पहिला सुरुमा अभिभावकले सिक्ने, अभिभावकले सिकेर घरमा आएर उसलाई त्यही अनुसारले काउन्सिलिङ गाइड गर्ने, काउन्सिलिङ गर्ने, अनि त्यही अनुसारले उनीहरूलाई सिकाउने।